प्रधानमन्त्रीज्यूले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्र विरुद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट अविलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखित वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदज्यूहरू कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने, दिन नपाउने, साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने सङ्कल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेश गर्न चाहन्छु र यो प्रस्ताव पारित गरेर हामीले यो गाँठोलाई फुकाउँ। जनताले हामीलाई भोलि आफ्नो निर्वाचन क्षेत्रमा जान दिन्छन् जस्तो मलाई लागेको छैन। खाली त्यहाँ झगडा गर्दै बस्छौ तिमीहरू भनेर सत्ता पक्षका सांसदज्यूहरूलाई पनि गाली गरिरहेका होलान्, हामीलाई पनि गाली गरिरहेछ। त्यसले गर्दाखेरि अब यो जिम्मेवार बन्ने कुरा हो। म यो पत्र त्यहाँ बुझाउन चाहन्छु। धन्यवाद।